नमस्कार सबैमा म नवीन कुमार यादव। आज मैले मेडिकल फिल्डको नै सबभन्दा धेरै इम्पोर्टेन्ट टपिक भनेको बेसिक मेडिकल प्रोसिड्युर बीएमपी अन्तर्गत पर्ने फर्स्ट एड टपिक लिएर आएको छु। यो भनेको फर्स्ट एडलाई नेपालीमा के भन्छ प्राथमिक उपचार। यो कति बेला दिइने भनेको प्राथमिक उपचारले परिभाषित गर्दा कि कुनै पनि इमर्जेन्सी कन्डिसन जस्तै एक्सिडेन्ट भयो, सडनली इलनेसको भयो, त्यति बेला चाहिँ अचानक र पर्मानेन्ट रूपमा हैन टेम्पोररी रूपमा दिइने उपचारलाई नै के भनिन्छ प्राथमिक उपचार। यसलाई अंग्रेजीमा परिभाषित गर्ने हो भने इट इज अ टेम्पोररी एन्ड इमिडिएटली ट्रिटमेन्ट गिभिङ टु अ पेसेन्ट अफ एक्सिडेन्ट एन्ड सडनली इलनेस बिफोर मेडिकल एड इज एभाइलेबल। यसको तीनवटा पर्पज रहेछ जुन हामी लर्न गर्नको लागि 3P ले पनि लर्न गर्न सक्छौँ। जस्तो कि यसले के गर्छ प्रिजर्भ द लाइफ, लाइफलाई प्रिजर्भ गर्छ, लाइफ जोगाउँछ। त्यसपछि के गर्छ यसले फर्दर इन्जुरी फर्दर इन्जुरी र ड्यामेज हुनबाट चाहिँ के गर्छ प्रिभेन्ट गर्छ र यसको साथसाथ चाहिँ हामीलाई रिकभरीमा पनि मद्दत गर्ने काम गर्छ। यसको प्रिन्सिपल बुझ्नु पर्दा सबभन्दा इम्पोर्टेन्ट प्रिन्सिपल फर्स्ट एडको यो के भन्छ एचएस सेकेन्ड इयर स्टुडेन्टको लागि पनि धेरै इम्पोर्टेन्ट हो। एक्जाममा पनि आउने नै गर्छ यो बेसिक मेडिकल प्रोसिड्युर बीएमपीमा। अब यसलाई बुझ्नु पर्दा प्रिन्सिपललाई के भन्छ 11वटा अल्फाबेटिक अक्षर जस्तै के भन्छ लेटरले डिनोट गर्छ। जस्तै तपाईको अल्फाबेटिक एबीसीडीमा अब डाक्टरलाई डीआरले डिनोट गर्छ। त डीआर ए बी सी डी ई एफ जी एच आई 9वटा यता र 2वटा त्यो के भन्छ 11वटा। अब त्यसमा सबभन्दा प्रिन्सिपल हो भने डीबाट डेन्जर हैन। अब त्यो भिक्टिम एक्सिडेन्ट भएको ठाउँ मानव एउटा एक्सिडेन्ट भएको छ त्यति बेला के छ डेन्जर छ। त डेन्जर छ भने त्यति बेला के गर्ने जुन भिक्टिम भएको हुन्छ त्यसलाई पनि के गर्छ सेफ ठाउँमा राख्न। अब रोडको बिचमा एक्सिडेन्ट भएछ भने त्यो कन्सियस छ भने कन्सियस पछि त्यो के भन्छ त्यसलाई साइडमा राख्ने, आफू पनि एउटा सेफ प्लेसमा गएर बस्ने। त्यसपछि के भन्छ रिस्पोन्स। अब तपाईँ कसरी रिस्पोन्स गर्नुहुन्छ त्यसो सबभन्दा पहिला त आफू काल्म हुने, शान्त भएपछि चाहिँ त्यति बेला कन्डिसन हेर्ने र कन्डिसन हेरेपछि चाहिँ हामीले त्यसलाई आफ्नो रिस्पोन्स देखाउनु पर्यो कस्तो हुन्छ। शान्त भएर चाहिँ क्विक रिस्पोन्स हुनुपर्छ। त्यसपछि अब आयो फर्दर हामी त्यहाँको क्राउड के भन्छ भिडभाड हटाएर अब फर्दर हामी लाग्छौँ केमा त यसको ट्रिटमेन्टमा। अब सबभन्दा पहिला एबिसी हैन एयरवे, ब्रेदिङ र सर्कुलेसन। एयरवे भने अब प्याटर्न छ कि छैन एयरवे। अब नाकको हेर्ने नाकमा केही ढुङ्गा केही माटोहरू छ कि के सास लिन अप्ठ्यारो बेरा। यदि एयर प्याटेन्ट अब एयरवे ठिक छ भने त्यसपछि हामी ब्रेदिङ हेर्ने अब सास चलिरहेछ कि चलिरहेको छैन व्यक्तिको। हामी नाक लिएर हात औँला लिएर हाने सास चलिरहेछ, छाती त्यसको थाम्ने कस्तो चलिरहेछ कि चलिरहेछन्। त्यसपछि यदि त्यो पनि नर्मल छ ठिक छ भने त्यति बेला चाहिँ हामी के गर्ने अगाडि बढ्ने के भन्छ सर्कुलेसनमा। यदि ठिक छैन भने त्यति बेला के गर्ने त्यसको आर्टिफिसियल ब्रिदिङ दिने, माउथ टु माउथ अथवा मास्क टु मास्क दिएर त्यसलाई ब्रिदिङ ल्याउने। त्यसपछि सर्कुलेसन यहाँ क्यारोटिड हामी चेक गर्ने कस्तो छ सर्कुलेसन। त्यसको इफ सर्कुलेसन छ भने ठिक अगाडि बढ्ने, यदि सर्कुलेसन छैन भने त्यति बेला के गर्ने हामी त्यसको चाहिँ सीपीआर कति तपाईको 30:2 पुश इस्टु ब्रेथ भन्छ त्यो 5 साइकलसम्म गर्नुपर्ने हुन्छ। अब के त्यसपछि अब एबिसी भयो। अब डीमा हेरौँ त भन्छ के हामीले अननेसेसरी क्वेसनहरू सोधेर चाहिँ त्यसको टाइम वेस्ट गर्नु पर्दैन। अगाडि चाहिँ हामी के कस्तो गर्नुपर्छ भिक्टिमले कसरी म्यानेज गर्ने त्यो प्रति लाग्नुपर्छ। अनि त्यसपछि के त भिक्टिमको कन्डिसन इन्स्योर गर्ने कस्तो कन्डिसन छ। त्यसपछि कसैलाई इन्डिकेट गरेर कुनै व्यक्तिलाई चिनिरहेको छैन भने कसै त्यसको टी सर्ट हेरेर रेड टी सर्ट ब्लू टी सर्ट यसरी गरेर चाहिँ हामी कुनै व्यक्तिलाई इन्डिकेट गरेर इमर्जेन्सी त्यो एम्बुलेन्स अथवा डक्टरलाई कल गराउन, एम्बुलेन्सलाई हस्पिटलमा कल गर्न चाहिँ लगाउने एम्बुलेन्सलाई। त्यसपछि के हामी त्यो कस्तो कन्डिसन छ त्यो पनि जानकारी गर्नुपर्ने। अब त्यसपछि यी भएपछि के हुन्छ एफमा हामीलाई फोरेन बडी हेर्नुपर्छ। हार्मफुल सब्सटेन्स छ कुनै फोरेन बडी छ भने त्यसलाई अब त्यसले पुरै प्रिक भएछ भने त्यसलाई निकाल्नु पर्ने हुन्छ त्यहाँबाट। किनकि त्यो फोरेन बडीले के गर्छ त्यसको फर्दर जुन इन्जुरी हुन्छ त्यसलाई फर्दर इन्क्रिजमेन्ट गरिरहेको हुन्छ। त्यसलाई प्रिभेन्ट त्यो रिकभरी गर्नको लागि र प्रिभेन्ट गर्नको लागि त्यसलाई चाहिँ फोरेन बडीलाई के गर्नुपर्छ राम्रोसँग चाहिँ हटाउनु पर्छ। त्यसले के गर्छ जुन प्रिभेन्ट गर्छ कसलाई इन्जुरीले। त्यसपछि के छ
अब जी त के भन्छ जीमा जेन्टली ह्यान्डल द भिक्टिम टु एभोइड फर्दर इन्जुरी अर ड्यामेज। अब भिक्टिमलाई हामीले राम्रोसँग म्यानेज गर्नुपर्छ त्यति बेला कि त्यसको फर्दर इन्जुरीलाई रोक्ने र चाहिँ त्यसको जुन ड्यामेजहरू भएछ त्यसलाई चाहिँ अलि रोकथाम गरिदिने। त्यसपछि के छ एचमा के छ हरी अप टु सेन्ड हस्पिटल। अब जति सक्दो चाँडो अब कन्डिसन बिग्रिरहेछ भने त्यसलाई के गर्ने हस्पिटल पुर्याइदिनु। हस्पिटल पुर्याएपछि त्यहाँ मेडिकल एडहरू एभाइलेबल हुन्छ त्यहाँ। त्यसपछि के यदि कन्डिसन एक्सिडेन्ट भएको छ हैन बडी त भिक्टिमहरू एक्सिडेन्टमा नै आउँछ भने एक्सिडेन्ट भएछ अझै केही भएछ त्यति बेला के गर्नु भने त्यसलाई पुलिसलाई इन्फर्म गरिदिनु। अनि पुलिसलाई इन्फर्म गरेर चाहिँ एम्बुलेन्समा पठाइदिनु त्यहाँ सब कुरा। त्यसपछि इफ ब्लिडिङ र फ्र्याक्चरहरू छ भने त्यति बेला सिलिङ क्लोथहरूको केही सिलिङ बनाएर त्यसलाई म्यानेज गरिदिनु र के भन्छ एम्बुलेन्समा पठाइदिनु। यदि यो बिचमा पेसेन्टको यदि सबै कुरा एबिसी नर्मल छैन भने जुन भन्यो त्यो कुरालाई चाहिँ हामी के गर्ने त्यसको म्यानेज गर्ने। यदि के भन्छ त्यसको एबिसी भनेको एयरवे ब्रिदिङ सर्कुलेसन नर्मल छ भने त्यति बेला पेसेन्टलाई के गर्ने रिकभरी पोजिसनमा लेफ्ट लेटरल पोजिसन भन्छ रिकभरी पोजिसनमा राखेर त्यसलाई अनि तब अगाडिको कामहरू हामी गर्ने। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।